स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानल सिभिल गुरुज्ञानमा। रिलायन्स स्पिनिङ मिलबारे मेरो लगानीमा हिँड्दाखेरि यसले आउटस्ट्यान्डिङ सेयर्स इपिएस बारे यसो भन्दैछ। रिलायन्स स्पिनिङ मिल्सबारे मेरो लगानीबाट हेर्न सक्नुहुन्छ। पहिला यो मेरो लगानी एपमा देखाइराखेको थिएन। आज यस्तो चेक गर्दाखेरि यसले यस्तो देखायो। यसको मतलब यो नेप्सीमा छिटै सूचीकृत हुनेछ। यसमा लेखेको छ मेरो लगानी एपमा सेक्टर म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ। यसको टोटल सेयर आउटस्ट्यान्डिङ भनेको कति छ भने 1,70,73,400। कारोबारमा नआएपछि यसको चेन्जहरू मार्केट प्राइसहरू अहिले तोकेको छैन। साथै यसको इपिएस भनेको राम्रै देख्नुहुन्छ, 15 माथि नै छ, 16.14 रहेछ। साथै यसको बुक भ्यालु भनेको 445.14 रहेछ। अब यो यसो हेर्दाखेरि नेप्सीमा छुट्टै सूचीकृत हुने देखियो। आज मेरो लगानीमा यस्तो चेक गर्दाखेरि यसले यस्तो देखायो। यसको मतलब यो नेप्सीमा छिट्टै सूचीकृत हुनेछ। यो एप यो पढ्नेलाई सम्पूर्णलाई खुसीको खबर रहेछ यो। हस्त, धन्यवाद।